La 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 la. नमस्कार दर्शकवृन्द, आजको भिडियो चाहिँ भुन्टी सिरियलको बारेमा हुनेछ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आजको भिडियो चाहिँ भुन्टी सिरियलको नयाँ रिभ्यू एपिसोड लिएर हामीले आइसकेका छौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरूले चाहिँ भुन्टी सिरियलमा अहिले भुन्टीले बिहे गरेको दृश्य देखाइरहेको छ, यो वास्तविक साँचो हो कि होइन भन्ने विषयमा हामी कुरा गर्नेछौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर भिडियोलाई साथ दिनुहोला। अनि भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई एक लाइक गरेर च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अब भिडियोलाई सुरु गरौँ। अहिले भने भुन्टी सिरियलमा चाहिँ देखाएअनुसार भद्र र भुन्टीको चाहिँ बिहे भएको दृश्य कथामा देखाइरहेको छ र भुन्टीले पनि वास्तविक कुराहरू थाहा पाइसकेकी छन्। भद्रले मलाई यति सहयोग किन गरेका रहेछन् भन्ने कुरा पनि पहिले भुन्टीको बिहे भूपेन्द्रसँग नहुँदै अगाडि पनि भद्र चाहिँ भुन्टीको हात माग्नको लागि आफ्नो गाउँसम्म गएका रहेछन् र त्यो सबै कुराहरू चाहिँ भद्रले चाहिँ टोकलेलाई भनेका थिए र टोकलेले भने अहिले आफ्नो बहिनीलाई सबै सत्य कुरा भनेर चाहिँ भनिदिएका छन् भुन्टीलाई। भुन्टीले त्यो कुरा सुनेपछि चाहिँ उनीले एउटा सपना जस्तो दृश्य देखेर चाहिँ उनीले भद्रसँगको बिहे गरेको जस्तो दृश्य हामीलाई चाहिँ कथामा देखाइरहेको छ, किनभने यो वास्तवमै सत्य होइन। किनभनेपछि तपाईहरूले पनि थाहा पाउन सक्नुहुन्छ कि उता चाहिँ भूपेन्द्रको परिवार मिलेर चाहिँ भूपेन्द्रको कान्छो भाइ र आमा मिलेर चाहिँ भुन्टीको आमा बुवा र जमुना दिदीलाई चाहिँ बाँधेर राखेका थिए। त्यसै कारणले गर्दा उनीहरूको बिहेमा भुन्टी र भूपेन्द्रको भुन्टी र भद्रको बिहेको दृश्यमा चाहिँ भुन्टीको आमा बुवा र जमुना दिदीलाई पनि देखाइएको छ। त्यसैले यो सत्य होइन, किनभनेपछि उनीहरू अहिले बिहेको एउटा कल्पना जस्तै गरिएको यो दृश्य देखाइएको छ। त्यसैले भद्र र भुन्टीको चाहिँ वास्तविक रूपमा चाहिँ बिहे भएको छैन, यो त एउटा कल्पना गरिएको जस्तो दृश्य मात्र हामी दर्शकहरूलाई देखेको छ। दर्शकहरूले पनि छक्क पर्नुभयो होला, किनकि एक्कासी भुन्टीले बिहे गर्ने निर्णय कसरी लगिन् भन्ने कुरामा तपाईहरूले विश्वास पनि गर्न सक्नु भएन होला। मैले पनि विश्वास गर्न सकेको थिइनँ र हामीले चाहिँ के रहेछ त वास्तवमा भनेर हाम्रो दर्शकहरूलाई चाहिँ बुझाइदिनको लागि यो रिभ्यू भिडियो बनाएर ल्याएका हौँ। त्यसैले तपाईहरूले चाहिँ भुन्टी सिरियलबारे यस्तै नेपाली सिरियलबारे जानकारी थाहा पाउनको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन आइकनलाई पनि अन गरेर राखिदिनु होला। पछाडि आउने एपिसोडमा भने भद्र र भुन्टीको वास्तवमै बिहे हुन पनि सक्छ। त्यसैले अहिले यो चाहिँ अहिले देखाएको दृश्य चाहिँ वास्तवमै भद्र र भुन्टीको चाहिँ वास्तविक रूपमै उनीहरूको बिहे भएको छैन भन्ने हामीले जानकारी दिनको लागि यो रिभ्यू भिडियो प्रस्तुत गरेका हौँ। र आजको भिडियो चाहिँ यति नै भयो। आउने अर्को भिडियोमा चाहिँ मिलाउँला। यति बेलासम्म भिडियोलाई हेरिदिनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आउने भिडियोहरू पनि हेर्दै गर्नुहोला। यस च्यानलमा जहिले पनि भिडियो आइरहनेछ। हस्त नमस्ते, बाई बाई।